सो एज आई सेड यस्टरडे म चाहिँ कन्टिन्यू गर्छु भनेर। सो आज चाहिँ सेकेन्ड डेको ब्लग बनाउँ होइन। आज चाहिँ सन्डे भएर आज चाहिँ यसो घुम्दै घुम्दै यहाँ एयन भन्ने चाहिँ एउटा फेमस मल रहेछ त्यसमा चाहिँ आएको थिएँ। अनि यसमा चाहिँ आज सेल लागेको रहेछ। अनि हनी भन्ने क्लोथिङ ब्रान्ड छ त्यसमा चाहिँ सेल लागेको रहेछ। अनि त्यो सेलमा चाहिँ अनि एउटा क्याम्पिङ पनि चलेको रहेछ। क्याम्पिङमा के रहेछ भन्दाखेरि यसको इन्स्टाग्राममा फलो गर्नुपर्ने अनि 10% डिस्काउन्ट दिइहाल्छ यत्तिकै। सो त्यो भएर मैले चाहिँ एक झोला सामान लिइदिएको छु है। अनि यही हो यो मैले सेलमा किनेको। अनि अब चाहिँ म फर्किरहेको छु। चाहिँ यस्तै अब कुराहरू हाल्छु। यसमा त हेर्न केही एट्र्याक्टिभ छैन। म अलिअलि यहाँको पातहरू पनि देखाउँछु। यो चाहिँ हाम्रोतिरको रोड हो। अनि यो चाहिँ जेपी पोस्ट, यो चाहिँ ब्याङ्क पनि हो। अनि यो बित्किएको भन्छ यो चाहिँ यसो पोस्ट अफिस। यसमा चाहिँ त्यो के अरे सामान चिठीहरू पठाउने, त्यसपछि पोस्टल सर्भिसहरू दिएको नि त्यो सब पठाउने। अनि यो चाहिँ यहाँको के रहेछ भन्दाखेरि स्कुल रहेछ। स्कुलमा चाहिँ यहाँ चाहिँ स्याटरडे सन्डे चाहिँ प्रायः जस्तो के भन्नु क्राकर कुन एक्टिभिटीहरू हुने गर्दछन् त्यसमा चाहिँ खेलिरहेको हो। अनि यु क्यान सी बाटोको साइडमा रुखहरू छ। अनि यु क्यान अल्सो सी स्टिलको घरहरू यु क्यान सी। यो चाहिँ स्कुल। ल अहिले समय छ, अरू कन्टेन्ट आयो भने म एड गर्छु। नभए यही